हजुर गुड आफ्टरनुन। लारपाकबाट लारपाक गाउँमा आइयो आज। थोरै घरहरू भएको ठाउँ हेर्नु त कति धेरै घर, सब घरमा चाबी लगाएको छ, तर घर चाहिँ खाली। ले हेर्नुहोस् कस्तो राम्रो गाउँ, सब सङ्घ संस्थाहरूले बनाइदिएको खतरा गाउँ रहेछ, खतरा गाउँ। हेलो, यो घरमा सबै घरमा चाबी राख। हिमाल यति नजिक, हिमाल पनि एकदम नजिक। एउटा डाँडाबाट छ, एउटा डाँडापछि बल्ल हिमाल आउने, कति नजिक। कुखुरा पनि चाहिँ यता तल त मान्छे बाँधेर जान्, घरै घर डाँडा। हिमाल हेरौँ कति नजिक छ हिमाल। घरै घर, घरै घर, घरै घर, घरै घर। लारपाक पनि आइयो। घर छन्, तरकारी लाउने जग्गा खासै छैन, केही छैन। अब सङ्घ संस्थाहरूले यत्रो रकम खर्च गरे, घर चाहियो भनेर चाहिँ मान्छेहरू नक्कली बनेर नि आए, घर लिए। तर घर लिएर के गर्ने, अहिले सबै घर खाली, सबै घर खाली। व्यक्तिको, सङ्घ संस्थाको, विदेशको सबै पैसा स्वाहा। यी हामीहरू जस्ता आयो भने मात्र अलिअलि हो इन्कम यहाँको, नत्र छैन केही। यो घरमा चाहिँ मान्छे हुनुहुँदैन। पछि नि बनाएको हो नि बहिनी, यो सबै भूकम्पपछि नि बनायो नि।